हेलो साथीहरू। ल आज म बागलुङ र म्याग्दीको सिमानामा रहेको है ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल तिनचुले मन्दिरमा म आएको छु। आज अलि अस्ति हिउँ परेपछि आज म आएको छु। हेर्नुस्, छपक्कै हिउँ छ है, देख्न सक्नुहुन्छ। हिमालहरू पनि स्पष्ट रूपमा देखिएको छ है। यहाँले मैले अझ स्पष्ट देखाउँछु। हिउँहरू प्रशस्तै छ, तलैसम्म माछर्कसम्म है। तिनचुले मन्दिरमा रहेको छ। आज घमाइलो छ दिन साथीहरू। अब बाँकी भिडियो यहाँलाई मैले देखाउँछु है त। ल देख्न सक्नुहुन्छ साथीहरू, घमाइलो छ दिन। हिउँ अस्ति परेको हिउँ हेर्नुस्, जस्ताको तस्तै छ हिउँ है। पग्लिने क्रम त जारी छ, जस्ताको तस्तै छ, देख्न सक्नुहुन्छ। ल यतातिर यो बराहा तालतिर पनि देख्न सक्नुहुन्छ छरपस्ट हिउँ तुसारो हेर्नुस् त। त्यही माथि तपाईहरु गाडी कुदाए पनि धान्ने खालको छ, देख्न सक्नुहुन्छ। ल यहाँलाई मैले स्वागत गरे है त, घन्टी बजा। ल यतातिर हाम्रो तिनचुले सिनारी फोटो खिच्ने ठाउँ हेर्नुस्। हिमालहरू सेताम्मे देखिएका छन् है, देख्न सक्नुहुन्छ। ल हेर्नुस्, वहाँ पर पनि हिमालहरू बनेका छन् है यो हिउँदको समयमा, देख्न सक्नुहुन्छ। धौलागिरीदेखि लिएर माछापुच्छ्रेदेखि लिएर हिमालहरू अति नै मनै लोभ्याउने खालका दृश्य हामीले देख्न सक्छौं। हेर्नुस्, आहा है। ल हेर्नुस्, हिमालका मनोरम दृश्यहरू साथीहरू। ल यति राम्रो भ्यूलाई यहाँहरूले लाइक शेयर कमेन्ट पक्कै पनि गर्नुपर्छ है साथीहरू। ल म यतिखेर छु तिनचुले मन्दिर, ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल है, विशेष बागलुङ र म्याग्दीको सिमानामा अवस्थित छ। मंगला गाउँपालिका र हाम्रो ताराखोला गाउँपालिकाको ठ्याक्कै सिमानामा पर्छ यो है तिनचुले मन्दिर। आहा हेर्नु न, स्वर्गै पुगे जस्तो अनुभूति हुन्छ त साथीहरू। ल हाम्रो चिनारी चिनो राख्ने फोटो खिचेर भ्यू पोइन्ट हाम्रो 2932 मिटरको उचाइमा रहेको छ है यो हाम्रो तिनचुले मन्दिर, देख्न सक्नुहुन्छ। हाम्रो स्पोन्सर गर्नुभएको थियो NYC नवसिर्जना